हेलो देश विदेशमा बस्नुभएका नेपालीहरू साथै अल नेपाल नमस्ते। अहिले अमेरिकाबाट दिन प्रतिदिन डिपोर्ट हुने कामहरू तीव्र गतिमा भइरहेको छ। अस्ति आइतबारको दिन पनि 37 जना नेपालीहरू डिपोर्ट हुनुभएको छ र यहाँबाट डिपोर्ट हुनुभएका नेपालीहरूलाई त्यहाँ सोधपुछको कार्यक्रम भइरहेको छ। कसरी जानुभयो, कसरी आउनुभयो, यस्ता यस्ता विभिन्न कुराहरू। यसमा म के भन्न चाहन्छु भने कसले जुन प्रश्न यो मिडियामा आइरहेको छ, जहाँ भित्र इमिग्रेसनले सोधिरहेको छ, मिडियालाई थाहा छ त यसमा कसरी पुगेका हुन्, किन पुगेका हुन्, कसले पठाएको हो भनेर। त्यसमा कसलाई प्रश्न गर्नुपर्छ भन्ने थाहा छ, तर त्यो प्रश्न गर्ने ठाउँमा कोही पनि पुग्न सक्दैन। अब यहाँबाट गएको नेपालीहरूलाई त्यहाँ थोरै दबाब पनि दिइन्छ। यस्ता कुराहरू हामीले कसलाई गर्नुपर्छ भन्ने कुरा थाहा हुँदाहुँदै विभिन्न कुराहरूले तनाव दिइन्छ।